हेलो साथीहरू सबैलाई स्वागत छ आजको नयाँ भिडियोमा। आजको हाम्रो यात्रा चाहिँ वीरगञ्जको बोर्डर पारी रक्सोलसम्म हुँदैछ। अहिले चाहिँ हामी हेटौडा उपमहानगरपालिका वडा नम्बर 11 यो सिमलटारमा छौँ। यहाँबाट चाहिँ लगभग 55-56 किलोमिटर छ भन्ने सुनेको छ। यहाँबाट चाहिँ हाम्रो यात्रा अब वीरगञ्जको बोर्डर पारी रक्सोलसम्म हुँदैछ है त साथीहरू। यो चाहिँ यो थाना भर्याङको सानो बुद्ध चोक है साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ पेट्रोल पम्प। यहाँ चाहिँ तेल भर्ने कार्यक्रम भइरहेछ है। हाम्रो चाहिँ 3वटा बाइकमा 6 जना जाँदैछौँ हामी चाहिँ। यो चाहिँ हेटौडा 11 थाना भर्याङको पेट्रोल पम्प है त साथीहरू। यो चाहिँ पूर्व जाने हाइवे है त। हामी यही बाटो जान्छौँ। है साथीहरू, अहिले चाहिँ हामी हेटौडा थाना भर्याङबाट माथि हाइवेमा लागेका छौँ। अहिले चाहिँ हामी यो राप्तीको बुद्ध पार्कमा छौँ, देख्न सक्नुहुन्छ। माथिबाट चाहिँ भैरव डाँडा जाने बाटो है साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ राप्ती पुल हो। राप्ती खोला यी साथीहरू देख्न सक्नुहुन्छ। हेटौडा उपमहानगरपालिकाले चाहिँ एकदमै विकास गरेको रहेछ। अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँतिर पनि पार्कै पार्क, उतातिर स्पोर्ट पार्क छ, देख्न सक्नुहुन्छ। यता चाहिँ नेपालकै सबभन्दा ठुलो हनुमानको मूर्ति चाहिँ यहाँ छ। यहाँनिर बोर्ड छ है, काठमाडौँ। साथीहरू राप्ती रोड देख्न सक्नुहुन्छ। यो चाहिँ बुद्ध चोक है साथीहरू, देख्न सक्नुहुन्छ हेटौडाको बुद्ध चोक। हामी चाहिँ हेटौडा बजारबाट तलतिर लागिसकेका छौँ है साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ तराई जाने रोडहरू है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ बोर्ड पनि छ। वाल है साथीहरू, देख्न सक्नुहुन्छ। हेटौडा बजारमा भएको चिजहरू चाहिँ त्यहाँ चित्र चाहिँ पेन्ट गरिएको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी हेटौडा कटेर तल जङ्गलमा आइसकेको छौँ है साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ दुर्घटना सम्भावित क्षेत्र हो, त्यही भएर यता चाहिँ एकदमै होसियार भएर हिँड्नुपर्छ है साथीहरू। आज चाहिँ मौसम एकदमै सफा छ, देख्न सक्नुहुन्छ। हिजो पानी परेकोले गर्दा आजको मौसम चाहिँ एकदमै क्लियर छ। रोड पनि एकदम सफा छ। जङ्गलमा भर्खरै पलाएका पालुहरू देख्न सक्नुहुन्छ। एकदमै चिसो चिसो हावा चलिरहेको छ। अहिले चाहिँ हामी ठ्याक्क रातो बाटोको प्रहरी चौकी कटेर अलिकति तल आइपुगिसकेका छौँ, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यो ट्रकहरूलाई ओभरटेक गरेर अगाडि आइसकेका छौँ। यतातिर चाहिँ बाटो एकदमै खाली खाली छ साथीहरू है। संसारै पुल भन्ने ठाउँमा आइसकेको छ साथीहरू, हामी चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै ओह्रालो रहेछ। 3वटा बाइकमा 6 जना जाँदैछ है साथीहरू रक्सोल घुम्नको लागि। दाइ भाउजू हाम्रो अगाडिको चाहिँ त्योभन्दा अगाडिको स्कुटरमा चाहिँ साथीको बुढाबुढी छ। हामी चाहिँ यहाँ छौँ, हामी देख्न सक्नुहुन्छ। हामी चाहिँ 6 जना जाँदैछौँ।
देख्न सक्नुहुन्छ त्यहाँ दुर्घटना सम्भावित क्षेत्र है 40 को स्पिडमा भनेको छ। देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा आइसकेको छौँ है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ पथलैया 16 किलोमिटर जति छ भन्ने हामीले चाहिँ त्यहाँ देखेका थियौँ। हेलो साथीहरू, अहिले चाहिँ हामी यो पथलैयाको जङ्गलमा छौँ है। पथलैयामा पुग्न लागिसकेका छौँ। यहाँनिर चाहिँ रोड पनि एकदमै खाली खाली छ है। देख्न सक्नुहुन्छ यहाँ फेरि एउटा पुल आइसकेको छ है साथीहरू। यो तराई जाने बाटोमा चाहिँ एकदमै धेरै पुल छ, देख्न सक्नुहुन्छ। एकदमै रमाइलो मौसम छ त्यो माथि। हामी पनि सरररररर कुदिरहेका छौँ साथीहरू। हाम्रो गाउँको बाटो चाहिँ कहिले यस्तो बन्ने होला साथीहरू है। छ ब्रिज नम्बर 1 1 नम्बरको पुल आइसकेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। हेलो साथीहरू, अहिले चाहिँ हामी अमलेजगञ्जमा आइपुगिसकेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। पेट्रोलियम पदार्थ देख्न सक्नुहुन्छ। यतातिर चाहिँ यो पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू मात्रै छ है साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ अमलेजगञ्ज हो। यहाँबाट चाहिँ काठमाडौँमा यो ट्याङ्करहरूले तेल लाने गर्छ। देख्न सक्नुहुन्छ यो चाहिँ अमलेजगञ्ज एरियाको जङ्गल छ है साथीहरू, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी पथलैयाको एकदमै नजिक आइसकेको छौँ। अब चाहिँ 4 किलोमिटर जति बाँकी होला पथलैया आउन पनि। यहाँतिरको रोडहरू चाहिँ भर्खरै यो पुरानो पिचहरू फालेर भर्खरै नयाँ पिच गरेको रहेछ, देख्न सक्नुहुन्छ। एकदमै सफा छ, मौसम पनि एकदमै चिसो भइरहेछ। त्यसमै हामी सरररररर कुदिरहेका छौँ है त साथीहरू, देख्न सक्नुहुन्छ। रक्सोल 33 किलोमिटर है साथीहरू। हामी चाहिँ रक्सोल जाँदैछौँ। यहाँबाट चाहिँ रक्सोल 33 किलोमिटर रहेछ। हाम्रो एकजना साथी चाहिँ यहाँ स्कुटीमा पछाडि आउँदैछ, देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ हात्ती वेलकम टु पर्सा नेसनल पार्क। फाइनली साथीहरू पथलैया आइपुगेको छ। ल सबैजना अगाडि पुगिसक्यो है साथीहरू, हामी मात्रै पछाडि छौँ। फाइनली साथीहरू बल्ल बल्ल भेटियो हाम्रो साथीहरूले, देख्न सक्नुहुन्छ। एकजना यहाँ छ, एकजना अगाडि छ। हेलो साथीहरू, देख्न सक्नुहुन्छ। फाइनल्ली हामी चाहिँ यो पथलैयाबाट तल लागेको छौँ है साथीहरू। एकदमै फराकिलो बाटो छ। हामी चाहिँ सिमारा आइसकेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। सिमारा बारा जिल्लाको सिमारामा आइसकेको छ साथीहरू, देख्न सक्नुहुन्छ। धेरै स्पिड छ है साथीहरू, देख्न सक्नुहुन्छ। पथलैया होला सायद यहाँतिर आइपुगिसकेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। हामी चाहिँ एकदमै रक्सोलतिर लाग्दैछ है साथीहरू, देख्न सक्नुहुन्छ। 3टा बाइकमा है साथीहरू, जोडी देख्न सक्नुहुन्छ। एउटा नयाँ जोडी यहाँ छ, अर्को जोडी यता छ, अर्को जोडी चाहिँ हामी यता छौँ है साथीहरू, देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले रक्सोल जाँदैछौँ। एकदमै रमाइलो भइरहेको छ। एकदमै गर्मी मौसम भयो नि, हावा चाहिँ एकदमै चिसो चलिरहेको छ। किनभने हिजो चाहिँ पानी परेकोले गर्दा यहाँतिर रोड पनि एकदमै सफा रहेछ।
मौसम पनि चिसो चिसो नै छ। रक्सोल चाहिँ 18 किलोमिटर है साथीहरू, 18 किलोमिटर रहेछ। अब नजिक नजिक आइसकेको रहेछ हामी चाहिँ। देख्न सक्नुहुन्छ यहाँतिर आएपछि एकदमै तराईको फिल हुन्छ है साथीहरू। देख्न सक्नुहुन्छ गाउँ एकदमै गाउँको प्लट छ, त्यहाँ गाउँ चाहिँ पाकिसकेको छ, काट्ने बेला भइसकेको छ। देख्न सक्नुहुन्छ रोड चाहिँ एकदमै ठुलो फराकिलो छ, एकदमै मजा आउँदैछ तराईमा चाहिँ। साथीहरू देख्न सक्नुहुन्छ एकदमै रमाइलो फिल भइरहेको छ है। फाइनली साथीहरू हामीले चाहिँ हाम्रो साथीहरूले भेटेको छैन, उनीहरू चाहिँ एकदमै रफ्तारमा कुदिसक्यो है साथीहरू। हामी पनि एकदमै रफ्तारमा कुद्दैछौँ तर हामीले चाहिँ भेट्न सकेको छैन। अब चाहिँ एकदमै भेट्न कुद्दैछ है साथीहरू, देख्न सक्नुहुन्छ। रक्सोल चाहिँ 14 किलोमिटर बाँकी रहेछ अझै है। हामी चाहिँ अझै एकदमै कुद्नुपर्ने हुन्छ गन्तव्यमा पुग्नको लागि चाहिँ है। हाम्रो यात्रा चाहिँ अझै 14 किलोमिटर बाँकी। फाइनल्ली साथीहरू अहिले चाहिँ परवानीपुर आइपुगिसकेको छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ परवानीपुर गाउँपालिका। देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यता रक्सोलपट्टि लागिसकेका छौँ है साथीहरू। यतातिर चाहिँ एकदमै बाइक र यो तिनपाङ्ग्रे गाडीहरू चाहिँ एकदमै धेरै हिँड्दो रहेछ। देख्न सक्नुहुन्छ एकदमै व्यस्त ठाउँ रहेछ यतातिर चाहिँ। हेर्नुहोस् है नजिक आइसकेका छौँ है साथीहरू। यो चाहिँ एकदमै व्यस्त रोड रहेछ, देख्न सक्नुहुन्छ एकदमै धेरै गाडी बाइकहरू हिँड्दैछ यहाँ चाहिँ। एकदमै धेरै व्यस्त रहेछ। यहीँको यही पार्किङ गरिएको छ, रोड पनि अलि सानै छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ नयाँ हो साथीहरू, फर्स्टचोटि आउँदैछौँ है, त्यही भएर हामीले चाहिँ साथीहरूको फलो गर्नुपर्ने हुन्छ। हाम्रो साथीहरू चाहिँ अगाडि पुगिसकेको छ। बाइकमा चाहिँ फर्स्टचोटि आउँदैछु म यतातिर। एकदमै भिडभाड धेरै छ है साथीहरू, देख्न सक्नुहुन्छ। एकदमै मान्छेहरू चाहिँ यहीँबाट बाटो काटिराखेको छ, किनभने मैले चाहिँ साथीहरूलाई फलो गर्नुपर्ने हुन्छ। मेरो साथीहरू चाहिँ अगाडि कटिसकेको छ, म चाहिँ फर्स्टचोटि आएको, त्यही भएर मेरो साथीहरू चाहिँ छुट्टिसकेको छ है साथीहरू। मैले चाहिँ एकदमै साथीहरूलाई फलो गर्नुपर्ने हुन्छ। हामीले चाहिँ बाटो चिन्दैन, उनीहरू चाहिँ अगाडि गइसकेको छ, साथीहरूलाई फलो गर्नको लागि कुदाउनु पर्ने हुन्छ। फाइनल्ली साथीहरूलाई पनि हामीले यहाँनिर भेटिसकेका छौँ। अहिले चाहिँ हामी यो नेपालको यो यहाँबाट पारी रक्सोल जाने बोर्डर चाहिँ क्रस गर्न खोज्दैछौँ। देख्न सक्नुहुन्छ अब त्यहाँ अलिकति अगाडि छ एकदमै भिड। यहाँ चाहिँ चेकिङ पनि हुँदो रहेछ। बल्ल बल्ल निस्कियो साथीहरू, एकदमै भिड हुँदो रहेछ त्यहाँनिर चाहिँ।
देख्न सक्नुहुन्छ यहाँ यो गेटबाट उता चाहिँ इन्डिया है त साथीहरू। देख्न सक्नुहुन्छ फाइनली साथीहरू हामी चाहिँ नेपालको यो बोर्डर क्रस गरेर यता आइसकेका छौँ। अब चाहिँ हामी पारिपट्टि रक्सोलतिर पुग्दैछौँ। यतातिर चाहिँ एकदमै धेरै अटो रिक्साहरू हुँदो रहेछ। बाटो पनि एकदमै व्यस्त छ देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै टाँगाहरू आउँदैछ। एकदमै भिड व्यस्त सडक छ देख्न सक्नुहुन्छ। एकदमै गर्मी छ, घामले एकदमै पोल्दैछ। यतातिर चाहिँ एकदमै भिड हुँदो रहेछ है साथीहरू। देख्न सक्नुहुन्छ एकदमै गाह्रो छ टाँगा आउने बाइक गाडीहरू एकदमै भिड छ। सामान ल्याउँदैछ पारी इन्डियाबाट रक्सोलबाट चाहिँ टाँगामा मान्छेहरू आउँदैछ देख्न सक्नुहुन्छ। मान्छेहरू हिँडेर आउँदैछ, टाँगामा आउँदैछ, गाडी यही बाटोबाट, बाइक यही बाटोबाट, टाँगा यहीँबाट। त्यही भएर चाहिँ एकदमै धेरै भिड छ देख्न सक्नुहुन्छ। एकदमै व्यस्त छ, अगाडि छ। हामीले चाहिँ हाम्रो साथीहरूलाई फलो गर्नुपर्ने हुन्छ किनभने हामी चाहिँ नयाँ हो, हामीले चाहिँ बाटो चिन्दैन राम्रोसँग। त्यही भएर साथीहरूलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ। फाइनली साथीहरू रक्सोल चाहिँ हामी आइसकेको छौँ। उता पर चाहिँ गेट छ देख्न सक्नुहुन्छ। त्यो गेटबाट भित्र चाहिँ रक्सोल हो देख्न सक्नुहुन्छ है त। देख्न सक्नुहुन्छ उहाँ माथि चाहिँ रक्सोलको गेट छ। छिर्दैछौँ भाइ साथीहरू देख्न सक्नुहुन्छ। यताबाट अच्छा फाइनली साथीहरू हामी चाहिँ अहिले रक्सोल भित्रको बजारमा छौँ है साथीहरू देख्न सक्नुहुन्छ।
देख्न सक्नुहुन्छ एकदमै व्यस्त रोड छ, बिस्तारै बिस्तारै अगाडि बढ्दैछ जाम चाहिँ। यहाँबाट चाहिँ ट्रेन आउने लिक रहेछ, देख्न सक्नुहुन्छ यो रेलको लिक हो। हेलो हेलो साथीहरू, अहिले चाहिँ हामी इन्डियाको रक्सोलमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ रेल स्टेसन हो। यहाँ चाहिँ रेलमा जाने मानिसहरू चाहिँ रेल वेट गरेर बस्दैछ है साथीहरू। हामी चाहिँ यहाँ रेल हेर्न आएको रक्सोलमा। देख्न सक्नुहुन्छ त्यहाँ रक्सोल भनेर लेखेको बोर्ड। यता चाहिँ रक्सोलको रेल स्टेसन छ है त। हामीहरू चाहिँ हेलो 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 साथीहरू, अहिले चाहिँ हामी रक्सोलको रेल स्टेसनमा छौँ है त साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ इन्डिया जाने रेल हो। देख्न सक्नुहुन्छ अब त्यहाँ पर चाहिँ रक्सोलको बोर्ड छ है त। देख्न सक्नुहुन्छ साथीहरू, ट्रेनको अगाडिको भाग चाहिँ यस्तो हुँदो रहेछ। तपाईँले देख्न सक्नुहुन्छ ट्रेन। बिचको कुर्सीमा बस्नु न, उता रेल हेरेर अनि टक्क खिच्दै तपाईँ आउनु मिलाएर खिच्नु अब यहाँ बस्नु कता हो बहिनी?